नजिकै ग्रोसरी हुन्छ सप हुन्छ है। दुबईमा हुनुहुन्छ भने यो पसल देख्नु भएको होला। यो यस्तो पसल जहाँ चाहिँ 580 1080 भनेर लेखेको हुन्छ। पसिना आए पनि 5 मिनट 10 मिनट हिँडेर मान्छेहरू यहीँ पुग्छ। नजिकै ग्रोसरी हुन्छ सप हुन्छ है। यो पनि प्रायः जस्तो यो मार्केटतिर चाहिँ यो मार्केट किन आइन्छ भन्दाखेरि यहाँनिर म्याक्सिमम् कुराहरू डिस्काउन्टमा लागिरहेको हुन्छ क्या। प्रमोसन लिफलेटहरू राखेको हुन्छ होइन, सानो योहरू यो प्रमोसन पेपरहरू एकदम प्रमोसनमा हुने चिजहरू थियो। प्रायः जस्तो यहाँनिर सस्तो पाइन्छ कि प्रमोसनको चिजहरू थियो। नपऱ्यो भने यहाँ आउनुपर्छ। यहाँ आयो भने चाहिँ 2 रुपियाँ खाउने 1 रुपियाँमा होइन, 10 रुपियाँ सामान 5 रुपियाँमा है, एकदम अलमोस्ट अफरहरू चाहिँ हुन्छ यहाँनिर। अब म के किन भने मैले चाहिँ अब यहाँ ओमोदेखि है यो यसलाई लिएर जान्छु। मोमो प्रमोसन हरेक कुरामा प्रमोसन चलिरहेको छ। 189 को 164 मस्त प्रमोसनको आइटमहरू। अब यो सामानहरू यहाँ राख्ने छ होइन, 399। तर यो चाहिँ मलाई लाँदिनँ, मलाई चाहिएको छैन। मलाई जुन जुन चाहिएको छ त्यति लान्छु है। अस्ति लगेको पास्ता चाहिँ दामी रहेछ, 1 दिराम पास्ता। प्रमोसन हेर्दै हेर्दै म हिँडिरहेको छु, के पाउँछ होइन। आवश्यक चिज मात्रै, अरू कुराहरू किने होइन। फेरि जे देख्यो त्यही किन्नु मन लाग्छ होइन, त्यो चाहिँ किन्ने होइन। यहाँ बच्चाको खेलौनाहरू यस्तो दामी दामी रहेछ है। प्रमोसनमा लगाइरहेछ 99 दिराम है। यो त 19 दिराम मात्रै रहेछ। 19 बच्चालाई खेल्नु लाग्छ। छोरीलाई सम्झिन्छ क्या म यस्तो देख्छु चाहिँ नानीहरू खेलाउनुहुन्छ। त्यो ओमो मात्रै किनिरहेको छु है। अब के किन्छु भने एउटा खानेकुरा घरै पकाएर खानु पर्यो होइन, त्यही किन्छु। त्यहाँदेखि लाग्छु भने अब चाहिँ म यहाँबाट लाग्छु। अब के पाउँछ है, सानो ड्रिङ्क्सहरू कस्तो पाइरहेको छ। त्यसो 4 दिराममा यो उठाउँछु। प्याज चाहिँ कति 3 रुपियाँ 3 रुपिस। फलफुलहरू चाहिँ अरू लिइनँ मैले चाहिँ, यो मात्रै। अब चाहिँ यो किन्यो है 5 दिरामको, अनि लाग्यो पानीहरू धर्दै रहेछ।